पार्क घुम्न भनेर आएको कि बन्द छ। गाइस वेलकम ब्याक टु माई युट्युब च्यानल। सो गाइस अहिले चाहिँ बिहान भइसकेको छ। बिहानको आज चाहिँ म चाहिँ 10 बजीतिर उठेको थिएँ। किन भन्दाखेरि चाहिँ हामीहरूको आजकल विन्टर भ्याकेसन चलिरहेको छ। सो विन्टर भ्याकेसनको कारणले चाहिँ आजकल म लेट उठिरहेको छु। नत्र किनकि चिसो पनि छ। सो चिसो भएको कारणले पनि म चाहिँ ब्याचलर फर्स्ट इयरको भ्याकेसन चलिरहेको छ। अब त्यसपछि हाम्रो नेक्स्ट हाम्रो फाइनल एक्जाम सकेपछि भ्याकेसन भएको छ र त्यसपछि हाम्रो ब्याचलर सेकेन्ड इयर चाहिँ बिगिनिङ हुन्छ। अब मार्चको महिनादेखि हुन्छ होला। सो गाइस अहिले चाहिँ बिहान भइसकेको छ। म चाहिँ अब अहिले पानी पिइरहेको छु। त्यसपछि चाहिँ हामी खाना खान्छौँ, ब्रेकफास्ट गर्छौँ। त्यति बेला त्यसपछि चाहिँ हामी कहाँ जान्छौँ त माथि जान्छौँ के गर्नुको लागि चाहिँ गान्तोक। सो गाइस अब चाहिँ मेरो चाहिँ मर्निङको ब्रेकफास्ट चाहिँ रेडी भइसकेको छ। यहाँ चाहिँ यो चाहिँ खाएर यो खाएर अनि हजुरसँग चाहिँ म भेट्छु। तर मिठो चाहिँ मिठो भनेछ होला। मिठो छ। मैले बनाएको पनि त अनि मिठो हुनै पर्यो। सो गाइस म चाहिँ यहाँ घरमा आइसकेँ। यहाँ चाहिँ बिरगन्ज देखिन्छ। यो चाहिँ बिरगन्ज एरिया। घाम चाहिँ आइसकेको छ। यहाँ चाहिँ पुऱ्याएको छ स्कुल। बल्ल एउटा क्लिप मसँग छ, म हजुरलाई सेयर गर्छु त्यसलाई। सो हजुरहरूलाई क्लिप देखाउँछु भने चाहिँ यो चाहिँ जुन घरमा म रेन्टमा बस्छु त्यहाँबाट चाहिँ ज्ञानज्योति स्कुल देखिन्छ। सो यो चाहिँ ज्ञानज्योति स्कुल। उता साइडमा चाहिँ हाम्रो नर्सिङ कलेज पनि छ, बिरगन्ज नर्सिङ कलेज। अनि चाहिँ यो चाहिँ बिर्ता एरिया हो। बिरगन्जमा बिर्ता एरिया भनेको एउटा सानो ठाउँ भनौँ न। त्यस्तै यहाँ छतमा गमला छ। त्यसपछि यहाँ चाहिँ तिल सुकाउनु भएको थियो किनकि मकर सङ्क्रान्तिको दिन चाहिँ यहाँ चाहिँ तिलको लड्डु बनाएर खाने चलन छ। आज पुस 29 गते 2 दिनपछि माघे मकर सङ्क्रान्ति नि आउँछ। त्यसपछि म घाम तापेर आएर झ्याउ लागिसक्यो। त्यसपछि म घरबाट निस्केँ। आज चाहिँ तरकारी बजार लागेको रहेछ। सो बिर्तामा बस्ने मान्छेहरू सबैजना यहीँबाट तरकारी लिनुहुन्छ। हाट बजार चाहिँ मङ्गलबार र शुक्रबार एभ्री विक लाग्छ। सो सजिलो हुन्छ स्टुडेन्टहरूलाई हाट बजारबाट तरकारी लिनुको लागि। धेरै टाढा पनि जानु पर्दैन। सुपथ मूल्यमा चाहिँ यहाँ मिल्छ। त्यसपछि म चाहिँ ब्युटी पार्लर गएँ किनकि यही बाटो हुँदै हामीले जानुपर्छ। त्यही भएर तरकारी बजार चाहिँ बाटोमा पर्यो। सो म ब्युटी पार्लरमा गइसकेको थिएँ तर त्यहाँ चाहिँ दिदी हुनुहुन्थेन। मेरो आइब्रो मिलाउनु पर्ने थियो धेरै दिनपछि। यहाँ म चाहिँ हजुरहरूलाई देखेर छु मेरो आइब्रो कति धेरै आएको छ। दिदी हुनुहुन्थेन, म वेट गरेर बसिरहेको थिएँ। त्यसपछि के गरौँ भयो। त्यसपछि म आइब्रो मिलाएर कता गएँ भन्दाखेरि म पार्क जानको लागि गएँ। सो यो चाहिँ बिर्ता मन्दिर साइडमा देख्न सक्नुहुन्छ। त्यसपछि अन द वे बिरगन्जको पार्क जानको लागि गइरहेको थिएँ हिँडेर किनकि हिँडेर जानुपर्छ, नजिकै पर्छ बिर्ताबाट। आई थिङ्क 5 मिनट मात्र लाग्छ। यहाँबाट चाहिँ हिँडिरहेको छौँ। हिँड्न चाहिँ अलिक टाइममा पार्क चाहिँ आउँछ। अब त के होइन। दिस इज बिरगन्ज सिटी। पार्क घुम्न भनेर आएको कि बन्द छ। सो गाइस म चाहिँ पार्क घुम्न भनेर आएको थिएँ कि यहाँ चाहिँ पार्क चाहिँ बन्द भयो किनकि पार्क 4 बजेबाट मात्र खुल्छ। फाइनली खुलो।
Sunglasses चक्ख पार्क हामी चाहिँ फाइनली पार्कमा पुग्यौँ यो चाहिँ पुरै फुलै फुल छ फुलै फुलको बगैँचामा मेरी माया यो चाहिँ पार्कको नाम चाहिँ यता छ कसले चाहिँ बनाएको हो भनेर यहाँ हेर्न सक्नुहुन्छ त्यसपछि हामी जाऊँ यो चाहिँ पुरै एलिफेन्ट सो यो पार्कमा आउनको लागि चाहिँ पैसा चाहिँ कति पनि लाग्दैन एकदम विदाउट मनी चाहिँ तपाईँहरू घुम्न सक्नुहुन्छ इन्जोय गर्न सक्नुहुन्छ यहाँ चाहिँ फ्लावरहरू छ फुलै फुल अनि यहाँ चाहिँ बिरगन्जको यो चाहिँ बिर्ता नजिक चाहिँ छ भनौँ न बिर्ता एरिया नजिक वाउ अहिलेको भ्यू चाहिँ अहिले राम्रो आएको छैन राम्रो ब्युटिफुल छ तर मेरो मोबाइल भएर पनि होला त्यति राम्रोसँग देखेको छैन त्यसको गाइस म तपाईँहरूलाई यो पार्क एकदम राम्रो छ पिकनिकहरू अलाउ छैन सायद घुम्नको लागि मात्र होला क्या यो पार्क चाहिँ बनाएको यहाँ छ डस्टबिनहरू पनि अल्सो एभाइलेबल छ फोर छैन दिस इज द सिटी यहाँ चाहिँ खेल्नेको सामानहरू अल्सो साइकल म चाहिँ साइकल चलाउँछु अलिकति साइकल पनि चलाउनु पनि म बिर्सिसकेँ होला यहाँ पुरै छ सो अहिले चाहिँ यहाँ त्यस्तो भिड हुँदैन किनकि भर्खर खुलेको छ जब बेलुका बेलुका हुँदै जान्छ अनि चाहिँ भिड एकदम धेरै बढ्न थाल्छ सो यहाँ चाहिँ यो बिरगन्जमा के छ त्यो सबै पिक्चरहरू छ यहाँ अल्सो साइक्लिङ छ महादुर्गामै मर्निङ टाइममा पनि आउनु सक्नुहुन्छ एक्सर्साइज गर्नको लागि यस्तो छ त्यसपछि हामी के गरेको यहाँ पनि खेल्ने छ यहाँ आएर बच्चाहरूलाई लिएर आउन सक्नुहुन्छ इन्जोय गर्नको लागि खेल्न सक्छु हामी सो यहाँ चाहिँ यो यस्तो भ्यू छ अनि मलाई थाहा छैन यो के गर्नको लागि बनाएको भने अनि यहाँ सबै ठाउँमा बस्ने एरिया छ दिस इज द पार्क म चाहिँ भ्लगिङ गरेको छु दिस इज माई फर्स्ट भ्लगिङ गाइज सो यहाँ पनि ड्रइङहरू छ भर्खर बनेको आई थिङ्क यो पार्क बनेको 7-8 महिना भयो होला त्योभन्दा बेसी पनि भएको छैन किनकि हामी आउँदाखेरि चाहिँ यो पार्क चाहिँ थिएन हामीलाई चाहिँ थाहा थिएन थियो कि थिएन भने पछि चाहिँ हामीले थाहा पाएको 8-9 महिना भयो आई थिङ्क यो पार्क बनेको चाहिँ यहाँ अल्सो हेर्न सक्नुहुन्छ वाउ अनि यो चाहिँ ब्याडमिन्टन कोर्ट त्यसपछि यो चाहिँ टेबल टेनिस कोर्ट त्यसपछि हामी जान्छौँ नेक्स्ट सो गाइस पार्क घुमेर अब चाहिँ म चाहिँ फर्केर किनकि मैले पार्क धेरै नै घुमिसकेँ चरा देखिरहेको छु होला सो यहाँ पार्किङको लागि पनि अल्सो प्यालेस छ यता अब म चाहिँ निस्केको अब चाहिँ रुममा जाने पक्का किन्ने खाना बनाउने खाना खाने नाइस प्यालेस सो
गाइस म चाहिँ फाइनली आइपुगेँ पार्कबाट डुलेर अनि यहाँ चाहिँ मैले चिया र कफी चिया त होइन यो चाहिँ कफी र बिस्कुट अब चाहिँ म चाहिँ खान्छु त्यसपछि म सुत्छु सो थ्याङ्क यू सो मच गाइज वाचिङ दिस भिडियो एन्ड लाइक गर्नु होला कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्नु होला एन्ड कमेन्ट